रवि लामिछानेको सांसद पद निलम्बन। नमस्कार, टाइम्स न्यूज नेपालमा यहाँलाई स्वागत छ। संघीय संसद सचिवालयले सम्पत्ति शुद्धिकरण ऐन बमोजिम मुद्दा दायर भएकाले रवि लामिछानेको संसद पद निलम्बन भएको जनाएको छ। संसद सचिवालयले हालै प्रकाशन गरेको संसद दर्पणको 36औं अङ्कमा यस्तो उल्लेख गरिएको हो। 2081 कार्तिक 3 गते प्रतिनिधि सभा सदस्य रवि लामिछाने कास्की जिल्ला अदालतको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ परेका थिए। पक्राउ परेको बेहोराको सूचना प्रतिनिधि सभा नियमावली 2069 को नियम 248 को उपनियम 2 को प्रयोजनको लागि प्राप्त भएको सचिवालयले उल्लेख गरेको छ। प्रतिनिधि सभा नियमावली नियम 248 मा सदस्यको पक्राउ सम्बन्धी जानकारी दिनुपर्ने प्रावधान छ। कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने भनिएको छ। संसद दर्पणमा प्रतिनिधि सभाको काम कारबाही अन्तर्गत अगाडि लेखिएको छ। 2081 पुस 8 गते प्रतिनिधि सभा सदस्य रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ निवारण ऐन 2064 को दफा 22 बमोजिम मुद्दा दायर भएकोले सोही ऐनको दफा 27 को कानुनी व्यवस्थाले प्रयोजनका लागि सम्माननीय सभामुखको निर्देशन अनुसार सूचना प्रकाशन सम्बन्धी कार्य सम्पादन भएको थियो। अर्थात् गत 8 पुसमा सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद निलम्बन हुने निर्णय गरेका थिए। लामिछाने विरुद्ध सहकारी ठगी संगठित अपराध सहित सम्पत्ति शुद्धिकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी पत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र मार्फत गराएको थियो। सोही पत्रको आधारमा सभामुख घिमिरेले लामिछानेको संसद पद निलम्बन हुने निर्णय लिएका थिए। प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकामा त्यसरी थुनामा रहेको अवधिभर र निज उप दफा 22 बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी पदाधिकारी वा राष्ट्र सेवक स्वयं निलम्बन भएको छ भन्ने व्यवस्था रहेको र सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ। सभामुखको निर्णयपछि संघीय संसद सचिवालयले निकालेको सूचनामा उल्लेख गरिएको छ। यही सूचनालाई संसद सचिवालयले प्रतिनिधि सभाको काम कारबाही अन्तर्गत राखेको हो। तर लामिछानेको संसद पद निलम्बनको विषयलाई लिएर विपक्षी दलहरूले प्रश्न गर्दै आएका छन्। गत फागुन 27 गते प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामिछानेको सांसद पद निलम्बन हुने सभामुख घिमिरेको निर्णयलाई अनुचित भनेका थिए। रविबार सरकारले लिएको नीति र त्यस अनुसार गरिएको गतिविधिले लोकतन्त्रलाई मद्दत नगरिरहेको उनको भनाइ थियो। हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौँ। ठाउँ ठाउँमा घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन, प्रचण्डले भनेका थिए। राजसभाका सांसदहरू पनि संसदमा नियमित जसो लामिछानेको निलम्बनको विषयमा प्रश्न उठाउँदै आएका छन्। धन्यवाद। यस्तै समाचार सुन्नको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।